Okay, good morning guys. Day 4. हामी चाहिँ अहिले रोयस पिक को कार पार्कमा. It's 5:30 AM in the morning, half an hour late, but still यो चाहिँ 16 kilometer hike, 6-hour return. So we are starting our journey from here. Okay guys, morning को 7:30 भइसकेको छ. हामी चाहिँ रोयस पिक को 80% चाहिँ आइसकेका छौं र अहिले अँध्यारो चाहिँ केही देख्दैन तर बादल्सको बेड चाहिँ फर्म भइसकेको छ. सो होपफुली अबको 30 to 45 मिनट्समा हामी माथि पुग्नेछौँ. कस्तो हुँदैछ अजित? रमाइलो भइरहेछ. सोचेको भन्दा अलि छिटै नै आइपुगिरहेको छ. हिजो मेन्टली पनि प्रिपेयर भयो थियो. टाइममा सुत्यो, टाइममा हिँड्यो. सो फिलिङ गुड. होपफुली सनराइज देखिन्छ. नाइस फोटो खिच्नुपर्छ गाइज. हामी पुग्न लागिसकेछौँ. धेरै टाइम चाहिँ छैन. पछाडि चाहिँ बादलको दामी ब्याच फर्म भएको छ. थकाइ पनि अलिअलि लाग्छ तर गिभ अप चाहिँ हामीले गरेको छैनौँ. अब म्याक्सिमम 15 to 20 मिनट्स एन्ड विल बी देयर. यस्तो छ उकालो. तर यहाँबाट चाहिँ कुन डाँडा हो हामीलाई थाहा छैन कि एन्ड पोइन्ट चाहिँ कुन हो भनेर. आई थिङ्क त्यो एउटा टावर देखेछ, त्यो हो जस्तो लाग्छ. ल एउटा यो चाहिँ लास्ट होला है. राइडरले चाहिँ सेकेन्ड लास्ट होला. के हो भनेर कति अग्लो हो. स्टेक कन्भर्सेसन एरिया अरे कसैलाई थाहा छैन कहाँसम्म पुग्ने हो भनेर. 2.5 घन्टा 2.5 घन्टा होइन. अब म्याक्सिमम हाफ एन आवर. म्याक्सिमम त्यो चाहिँ अघिको हाफ एन आवर भएर भनेको भनेको नत्र त्यो क्याल्कुलेसन त्यो लेखेकोलाई गएर सम्झाउनु पर्छ. के को आधारमा पाइन्छ पछि भन्दा यो त बाइकको र गाडीकोमा हो. हामी त बाइकमा आउँदै नाप्दै यो फर्किँदा धेरै टाइम लाग्दैन नि त. त्यो अनुसारले क्याल्कुलेट गरेर होला नि. हामी चाहिँ सर्टकट हिँड्यौँ. उकालो चढ्दै सरर ठाडै उकालो छ. त्यो टावरसम्म जाने हो. आइपुग्न लाग्यो. धेरै टाइम छैन. 10 मिनट त होइन, मेबी 20 मोर मिनट्स. सो सुरुमा चाहिँ हामीले लागेको थियो कि यो माथिको टावर भएको ठाउँ हो भनेर, तर त्यो चाहिँ नरहेछ. त्यहाँ पनि जान मिल्छ तर त्यहाँबाट चाहिँ फोटो भिडियोहरू राम्रो आउँदैन. र बेस्ट पोइन्ट अफ भ्यू फर फोटोग्राफ एन्ड भिडियोग्राफी इज द्याट प्लेस. द्याट इज वाट दे कल द रोयस पिक. धेरै टाइम त छैन र यो पिकको चाहिँ आई थिङ्क हाइट त्यति छैन होला. 1800 मिटर, मेबी म्याक्सिमम 2000 मिटर होला. र यस्तोलाई चाहिँ यहाँ पिक भनिन्छ. अब नेपालमा यस्तो डाँडा काँडा कति छ र यहीँको मान्छे चाहिँ डाँडा काँडामा प्र्याक्टिस गरी एभरेस्ट चढिसके. हामीलाई चाहिँ के चाहिन्छ अरे त्यो लग्जरियस लाइफस्टाइल चाहिन्छ. जुन डेस्टिनेसन पनि गाडी पुग्नु पऱ्यो त्यहीँसम्म. खाने ठाउँ हुनु पर्यो. यहाँ चाहिँ सबै झोलामा बोकेर हिँड्नु पर्यो. पानीदेखि लिएर फुडहरूदेखि लिएर सबै कुराहरू. तल कार पार्क हुन्छ, माथि भ्यू पोइन्टसम्म केही दोकान केही हुन्न. इभन दो यहाँको बाटोमा हिप्स अफ प्राइभेट ल्यान्डहरू, प्राइभेट प्रपर्टीहरू छ. Because wild means wild, untouchable.
हामी लास्ट चिसो छ, हात काटेछ चिसोले। Worth it. It took us like 3 hours and 15 minutes to reach here. र वेदर त्यस्तो राम्रो चाहिँ थिएन, त्यही भएर सनराइज चाहिँ त्यस्तो राम्रोसँग बवाल तरिकाले चाहिँ हेर्न पाएन। बट ओभरअल वी ह्याड अ लट अफ फन। रोइस पिक पनि आइयो, फोटो भिडियो पनि खिच्यो र रमाइलो भयो। सो अब फेरि बाँकी छ मुलर हट। अब मुलर हटमा चाहिँ कति बेला वेदर राम्रो हुन्छ अनि आउनु पाउँछ। सो नट स्योर, मेबी नेक्स्ट इयर विल ट्राई इट अगेन र मुलर हट जाने ट्राई गर्छौँ। सो यो रोइस पिक चाहिँ इट वाज गुड, राम्रो थियो। अलि गाह्रो त गाह्रै थियो, उकालो थियो तर ठाडै उकालो चाहिँ थिएन, कर्वी राउन्डी टाइपको। बट इट वाज फन। अब चाहिँ फर्किनेछौँ, मेबी 1-1.5 घन्टा जति लाग्छ होला। ल गाइज, अब हामी चाहिँ फर्किन लाग्छौँ। धेरै त टाइम छैन हामीसँग, 10 बज्यो, मेबी 11:30 चाहिँ हामी तल पुग्छौँ। र त्यसपछिको आजको प्लान भनेको हामी चाहिँ टोय वर्ल्ड जाने हो र कार्डोना एन्ड त्यसपछि क्विन्सटाउन, र आज बेलुका चाहिँ हामी क्विन्सटाउनमा बस्नेछौँ। हाम्रो रोइस पिकको ट्र्याक चाहिँ कम्प्लिट गरेर हाम्रो कार पार्कमा आइसकेछौँ। सो बिहान चाहिँ देखेको थिएन, यो चाहिँ रोइस पिक ट्र्याक। हामी चाहिँ अहिले यहाँ वनाका ट्री हेर्न आएका छौँ र we will spend only half an hour here and then we will go straight to Queenstown र त्यहाँ पर चाहिँ वनाका ट्री छ। So it looks like this, the entrance. कसरी हेर्ने हो, ढल्न लाग्यो घर। यस्तो छ। ओके, यो चाहिँ लिनिङ टावर अफ वनाका रहेछ, दामी छ। यति नै हो। सो यो पजलिङ वर्ल्डमा चाहिँ भित्र चाहिँ पजलहरू गेमहरू छ, तर भित्र जानलाई चाहिँ $25 चाहिँ टिकट लाग्छ। सो वाट वी क्यान गेट इनसाइड दिस इज ग्रेट मेज रहेछ, illusion room, so they have different kind of games we can play. Hello guys. हामी जाँदैछौँ कार्डोना ब्रा फेन्समा। अनि के गर्ने, आज कस्तो ब्युटिफुल वेदर छ होइन। सो त्यहाँ पछाडि चाहिँ अनि हामी जाँदैछौँ क्विन्सटाउनमा गएर बर्गर खाने। ह्याप्पी डेज, ह्याप्पी डेज। ब्राडोनामा आइपुगेका छौँ and we will have a quick photo click and then we will head towards Queenstown. So these are all the bras that has been donated by all the travelers who visit Wanaka and Queenstown.
नाइट लाइफ भिजिट गर्दैछौँ र अहिले चाहिँ हामी यो आइस बार भन्ने एउटा बार है बार हो त्यहाँ जाँदैछौँ इट्स अ न्यू एक्सपिरियन्स फर मी एन्ड मदन सो यहाँ चाहिँ युजली के हुन्छ मदन भन्दै त मलाई खासै थाहा छैन युजली चाहिँ यहाँ यो बारमा सबै कुरा चाहिँ टेबलदेखि लिएर चेयरहरूदेखि लिएर सब आइसको हुने रहेछ ओके अनि त्यहाँभित्र गएर सब डेकोरेसनदेखि लिएर सबै लाइक आर्टिफ्याक्टहरू सब आइसको स्ट्रक्चरहरू बनाउने रहेछ सो त्यहाँ गएर ड्रिङ्क्सहरू खाने के गर्ने इन्जोय गर्ने सो भित्रको टेम्परेचर कति हुन्छ अरे -5 एभरेज अराउन्ड सो या सो भित्रको चाहिँ -5 डिग्री टेम्परेचर हुन्छ र एभ्रिथिङ वी विल गेट इनसाइड दिस बार is made of ice. So let's check it out. कस्तो रहेछ यो भनेर Ice bar as you can see here in the video. So everything will be made of ice. Okay guys, हामी चाहिँ यो ice bar भन्ने रेस्टुरेन्टमा आइसकेका छौँ. So these are the jackets they provide us. Ice bar मा जाँदैछौँ जहाँ सबै कुरा आइसले बनिएको छ. Really excited. आइस बारबाट निस्किसक्यो एकदमै चिसो थियो र अब चाहिँ हामी फ्रेक बर्गर खान जान लाग्छौँ तर फ्रेक बर्गरको अगाडि चाहिँ लामो पेट्रोलको लाइन जस्तै लाइन छ सो हामीले देखाउँछौँ क्विन्सटाउनको वान अफ द फेमस बर्गर विच इज एक्सक्लुसिभली अभाइलेबल ओन्ली इन क्विन्सटाउन त्यसैले यहाँ चाहिँ यस्तो लाइन छ र यो 2 बजेसम्म पनि खुल्छ Even though as a Monday, but still we can see there are a lot many people here. यहाँ फ्रेक बर्गर खानाको लाइनमा लागेको छौँ नेपालमा पेट्रोलको लाइनमा बसे जस्तै हो तर पालो आउन लाग्छ यस्तो छ लाइन मैले त अलरेडी पनि लास्ट टाइम आउँदाखेरि पनि ट्राई गरिसकेको छु सो मदनको चाहिँ फर्स्ट टाइम हुन्छ सो लास्टमा चाहिँ खाइसकेपछि मदनको रिभ्यू आउँछ कस्तो लाग्यो मदनलाई भनेर हट सस हेर न दुईवटा मिल्छ सस थ्याङ्क यू र फाइनली हाम्रो अर्डर चाहिँ भयो त्यहाँ कुनामा जाऊँ हामीले चाहिँ स्विट बाम्बी र बम्बे चिकन चाहिँ अर्डर गरेको छौँ सो लेट्स सी कस्तो हुँदो रहेछ हाम्रो खाजा आइसकेको छ यो चाहिँ फ्रेक बर्गर कुन हो थाहै भएन कस्तो भयो त मजा ब्रो फ्रेक बर्गरको टेस्ट दामी टोटली वर्थ इट यमी डिलिसियस ओके गुड मर्निङ गाइज बिहानको 7:45 भएको छ एकदमै चिसो छ हामी बसेको क्याम्प ग्राउन्डको चाहिँ एउटा
टुर दिनेछु कस्तो छ भनेर। सो पछाडिको चाहिँ सबै क्याम्प ग्राउन्डहरू हो वेयर पिपल क्यान पार्क देयर मोटर होम एन्ड क्याराभ्यान्स। र यो चाहिँ फेसिलिटी एरिया हो। सो तलपट्टि नै छ माथि नै छ र इट्स रियली बिग। सो यहाँ के फेसिलिटिजहरू छ भनेर देखाउँछु है हजुरहरूलाई म। सो फेसिलिटी हबमा चाहिँ एज यु क्यान सी टप फ्लोरमा चाहिँ बाथरुम छ, मेन्सको वुमेन्सको फ्यामिली बाथरुम, अनि डाइनिङ एरिया किचन र बारबिक्यू छ। ग्राउन्ड फ्लोरमा चाहिँ गेम रुम छ, टिभी लन्च छ, ल लन्ड्री र डाइनिङ रुम छ। त्यो चाहिँ म हजुरहरूलाई यो भित्र के छ भने मेन्सको बाथरुम छ। अब चाहिँ बाहिरमा चाहिँ किचन र डाइनिङ एरिया र दिस वान इज द किचन। यहाँ चाहिँ हाम्रो ग्यास हबहरू छ वेयर वी क्यान कुक। सो 6 ग्यास हब छ, सो प्लेन्टी अफ देम। दुईवटा फ्रिज, माइक्रोवेभ र ओभन। बारबिक्यू एरिया देखाउँछु हजुरहरूलाई म, जुन चाहिँ यस्तो दामी छ। बारबिक्यू एरिया, दिस इज द बारबिक्यू प्लेट। यस्तो दामी छ दुईवटा, अनि चाहिँ टेबल जस्तो वेयर यु क्यान सिट एन्ड एन्जोय यर बारबिक्यू विथ द ब्युटिफुल लेक भ्यू। दिस इज अल तलको पुरै कार पार्क एरिया, मोटर होम स्पट। यो चाहिँ क्याबिनहरू पनि अभाइलेबल छ। सो हजुरहरूसँग चाहिँ क्याराभ्यान छैन भने हजुरले यहाँ क्याबिन पनि बुक गर्न सक्नुहुन्छ। सो दिस इज इट, इट्स रियली ब्युटिफुल। अनि मोटर होम पार्क गर्नको लागि इट्स जस्ट $31 per person, so it's not that expensive. हामी कता छौँ अहिले? बस पार्क एयरपोर्टमा छौँ। एयरपोर्टमा रत्न पार्कको बस पार्कमा छौँ। एउटा पूर्व जाने बस कुर्दै हो, एउटा पश्चिम जाने, एउटा यहीँ काठमाडौँवासी मान्छे पनि यहीँ भएको अवस्था छ। कस्तो भयो त नि ओभरअल ट्रिप? ओभरअल मिक्स्ड रियाक्सन? एकदम मिक्स्ड। ओके, सो आज चाहिँ हाम्रो लास्ट डे हो। अब मेरो फ्लाइट चाहिँ 3:45 मा फ्लाइट छ। मदनको चाहिँ बेलुका कति बजे? 5:55 होला, 5:55 तिर मदनको। सो ओभरअल इट वाज अ गुड एक्सपिरियन्स। दिन चाहिँ सक्यो। अझ हतारमा क्याम्पर भ्यान रिटर्न गर्दाखेरि पनि एकदम रस भयो। सो त्यो क्लिपहरू चाहिँ मैले खिच्न पाइनँ, तर सबै राम्रोसँगै हामीले क्याम्पर भ्यानहरू सफा गरेर सबै चाहिँ रिटर्न गरिदिइसकेँ। मदन चाहिँ एयरपोर्टमा छ, मदनको फ्लाइट चाहिँ 5:55 मा छ। र ओभरअल ट्रिप चाहिँ रमाइलो भयो। वी भिजिटेड अलमोस्ट मोस्ट अफ द प्लेसेस जुन चाहिँ हाम्रो आइटिनरीमा थियो र एकदमै रमाइलो भयो। सो यो चाहिँ डोमेस्टिक एयरलाइन्स। सो गाइज यति भन्दै म हाम्रो 7 days र 7 night र 8 daysको ब्लग चाहिँ यहीँ एन्ड गर्न चाहन्छु। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नु होला। See you.